आजको यस भिडियोमा हामी एससी 2081 को जुन ओल्ड क्वेसन रहेको छ नि मध्य प्रोभिन्सको त्यो सल्भ गर्छौं है। र यसको पुरै मध्य प्रदेशको क्वेसन नम्बर 1 देखि लिएर क्वेसन नम्बर 10 सम्मको भिडियो बनाएर हामी सेल्फ हेल्प लर्निङ च्यानलमा लोड गरिसकेका छौं। र यो सर्टकट भएर मैले यसलाई यही छलफल गर्न खोजेको छु। हालाकि यो पनि मैले त्यसमा राखेको छु। र तपाईको एससी प्रिपरेसनको लागि वा तपाई 7 8 9 10 11 12 जुनमा भए पनि क्वेसन भनेको यही सोध्ने हो के है। त भिडियो हेर्नु होला, मन पर्छ भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला र हाम्रो सेल्फ हेल्प लर्निङ च्यानलमा गएर पुरै भिडियो पनि हेर्नु होला। ओके, हेरौँ यहाँ। युड बेटर स्टडी इंग्लिश ट्याग क्वेसन एड गर्नु छ। त जब एपोस्ट्रोफ डी पछि बेटर छ नि है, त अब यहाँ के लेखिराख्नु भनिदिन्छु। डिटेल यदि भिडियो चाहियो भने हाम्रो WhatsApp नम्बरमा ट्याग क्वेसन लेखेर पठाउनु होला। एपोस्ट्रोफ डी गरेर बेटर छ त यो ह्याड हुन्छ के, र एपोस्ट्रोफ डी गरेर रादर छ भने वुड हुन्छ, फेरि एपोस्ट्रोफ डी गरेर V1 छ भने वुड हुन्छ, एपोस्ट्रोफ डी गरेर V3 छ भने ह्याड हुन्छ। यो पुरै डिटेल नलेज चाहियो भने हाम्रो WhatsApp नम्बर जुन छ 9807812118 त्यसमा ट्याग क्वेसन लेखेर पठाउनु होला के है। अगाडि हेरौँ। त्यही भएर यो ह्याड भइहाल्यो र यो नेगेटिभ छैन, अफर्मेटिभ सेन्टेन्स हो त के भइहाल्छ त्यसको आन्सर hadn't you। नेक्स्ट क्वेसन हेर्नु होला। मानुसी हैज अलरेडी पास द एग्जाम। नेगेटिभ गर्नु छ अलरेडी वालामा। त अलरेडी वालाको नेगेटिभ गर्दा के हुन्छ, अलरेडी को ठाउँमा नट लगाइदिनुस्। कुरो बुझिराख्नु भएको छ। जहाँ अलरेडी छ नि ठ्याक्कै अलरेडी लेखेको ठाउँमा नट लगाइदिनुस् र लास्टमा YET येट गरिदिनुस् के, सिम्पल छ। के गरिदिने यहाँ आन्सर के भइहाल्छ, मानुसी हैज अलरेडी लाई के गरिदिनु भनेको छु, नट गरिदिनुस्, पास्ड द एक्जाम अनि लास्टमा YET येट थप्ने, यो भइहाल्यो है त। अर्को छ जुनी फाउन्ड अ ब्युटिफुल रिङ इन द स्ट्रीट। वाट क्वेसन गर्नु छ। वास्मी हो। मैले योभन्दा पहिलेको भिडियोमा पनि सम्झाएको थिएँ कि वास्मी WH वर्ड एक्जिलरी भर्ब सब्जेक्ट मेन भर्ब अनि क्वेसन मार्क हुन्छ। त WH वर्ड वाट छ त वाट लेख्नु। वाट पछि एक्जिलरी चाहियो त फाउन्डमा एक्जिलरी लुकेको छ के, फाउन्ड भर्ब 2 हो त एक्जिलरी लुकेको छ डिड, त वाट डिड। अनि WAS भनेको छ स्ट्रक्चर हो, WASM अनि क्वेसन मार्क, यो हो स्ट्रक्चर के है। त WH वर्ड एक्जिलरी भर्ब सब्जेक्ट, त पहिला अब सब्जेक्ट छ जुनी त जुनी लेखिदिनुस् है, वाट डिड जुनी। अनि मेन भर्ब छ, फाउन्डको भर्ब 2 चाहियो हामीलाई। किन भर्ब 2, किनभने डिड यहाँ आइसकेको छ। त वाट डिड जुनी फाइन्ड अ ब्युटिफुल रिङको लागि त वाट आएको हो, अब ब्युटिफुल रिङकै लागि वाट आएको हो त त्यो ब्युटिफुल रिङ त रिप्लेस भइहाल्यो। यो नाउनको सट्टामा हामी यो WH वर्ड जुन प्रोनाउन छ नि इन्ट्रोगेटिभ प्रोनाउन त्यो राखिदिया छौँ। त वाट डिड जुनी फाइन्ड अनि आयो इन द स्ट्रीट अनि क्वेसन मार्क दिन नबिर्सिनु होला। आवर विन्टर भ्याकेसन स्टार्ट फ्रम टुमरो। त भोलिदेखि विन्टर भ्याकेसन स्टार्ट हुन्छ भने टाइम टेबल हो, यो फिक्स्ड प्रोग्राम हो। यो त फिक्स्ड प्रोग्राम रुटिन वाला वर्क क्यालेन्डर वर्क यदि छ भने नि फ्युचरमा हुने इभेन्टको लागि पनि हामी सिम्पल प्रेजेन्ट टेन्सको युज गर्छौँ कि। त्यही भएर भ्याकेसनसँग के लागिहाल्छ, स्टार्ट्स। नेक्स्ट क्वेसन छ, माई मम सेड टु मी डिड यु बाई सम ओरेन्जेस फर मी यस्टरडे। अब यसको कुरा के छ भन्दाखेरि नि हेर्नुहोस् है, अब यो स्टेप वाइज जाने भने 5 स्टेप ट्रिक छ के। रिपोर्टेड स्पिचको 5 स्टेप ट्रिक छ, जुन 5 स्टेप लगाएर तपाईँ डाइरेक्टबाट इन्डाइरेक्टमा सल्भ गर्न सक्नुहुन्छ वा इन्डाइरेक्टबाट डाइरेक्टमा ल्याउन सक्नुहुन्छ। यदि चाहियो भने हाम्रो WhatsApp नम्बरमा तपाईँ 5 स्टेप ट्रिक लेखेर पठाउनु, म पठाइदिन्छु भिडियो। अब यसलाई गरौँ। पहिलो स्टेप छ रिपोर्टिङ भर्ब चेन्ज गर्ने। यो त क्वेसन सेन्टेन्स छ नि, डिड यु बाई सम ओरेन्जेस क्वेसन छ। फर्स्ट स्टेपमा सेड होस् कि सेड टु होस्, आस्क्ड मा चेन्ज गर्छौँ हामी। त के भइहाल्छ, माई मम आस्क्ड मी। अब सेकेन्ड स्टेपमा जाउँ। त सेकेन्ड स्टेप छ कन्जक्सनको के, कमा इन्भर्टेड कमा हटाउने। त यस नो क्वेसनमा इफ र वेदर लगाउने र WH क्वेसन यदि छ भने प्रयोग भएकै WH वर्ड लेख्नु पर्ने हुन्छ के। वाट बाय वाट, वेयर बाय वेयर, वेन बाय वेन, जे छ त्यही। तर यहाँ त यस नो क्वेसन छ डिड वाला, त इफले जोड्नुहोस्, इफ। र कन्जक्सन पछि जहिले पनि हामी सब्जेक्टबाट सुरु गर्नुपर्छ के सेन्टेन्स। त सब्जेक्ट के रहेको छ यहाँ, सब्जेक्ट रहेको छ यु हो नि, एक्जिलरी भर्ब सब्जेक्ट मेन भर्ब, एक्जिलरी भर्ब के अरे सब्जेक्ट रहेछ यु। यु भनेको सेकेन्ड पर्सन हो, सुन्ने। को सुनिरहेछ हेर्नुहोस् त, मम सेड टु मी, ममले बोल्ने हो मम, सुन्ने हो म हैन। त यो सेकेन्ड पर्सन सुन्ने व्यक्ति भइहाल्छ
हैन अब्जेक्ट चाहिँ हामी त मी को यो सब्जेक्टिभ केस छ त्यही भएर सब्जेक्टिभ केसमा आई लेख्नुस् आई डिड र बाई भनेको त भर्ब टु हो डिड र बाई भनेको भर्ब टु हो कि हैन त भर्ब टु लाई के गर्छौं हामी भर्ब टु लाई के गर्छौं ह्याड प्लस भर्ब 3 मा चेन्ज गर्छौं त के भइहाल्छ ह्याड बट सम है oranges फर मी भनेको बोल्नेको लागि फर्स्ट पर्सन चेन्ज अकर्डिङ टु सब्जेक्ट पढ्नु भयो होला रुल त मी भनेको बोल्नेको छ माई मम र मी छ अब्जेक्टिभ केस त माई मम को प्रोनाउन सी आ सी को अब्जेक्टिभ केस हर भइहाल्यो ओके यस्टरडे लाई द डे बिफोर गर्नुस् चाहे द प्रिभियस डे गर्नुस् जे गरे पनि हुन्छ यस्टरडे को द डे बिफोर गर्नुस् चाहे द प्रिभियस डे गर्नु तपाईलाई जे सजिलो लाग्छ त्यही गर्दिनुस् है त माई ब्रदर टोल्ड मी अ स्टोरी हेर्नु प्यासिभमा के भनेको छु सब्जेक्ट वर्ब अब्जेक्ट छुट्याउनुस् त सब्जेक्ट वर्ब अब्जेक्ट दुईटा अब्जेक्ट आयो मतलब दुईटा प्यासिभ बन्छ त म पहिला मी लाई आई गर्दिन्छु हेर्नु आई टोल्ड भनेको वर्ब टु हो त वर्ब टु को वाज वेयर प्लस वर्ब 3 हुन्छ थाहा छ नि आई वाज टोल्ड के a story by my brother ओके अनि यदि स्टोरीलाई अगाडि ल्याउनु भयो त a story was told अब to me भइहाल्छ यो याद राख्नु होला के यदि डाइरेक्ट अब्जेक्ट अगाडि ल्याउनु भयो भने नि यहाँ टु लगाउनु होला इन्डाइरेक्ट अब्जेक्टमा टु मी बाइ माई ब्रदर यसरी मैले यसलाई सकाएको छु अब अर्को भिडियोमा म बागमती प्रदेशको क्वेशन सोलुसन लिएर आउने छु र सेल्फ हेल्पमा पनि तपाईहरु बागमती प्रदेशको पुरै 1 नम्बर देखि लिएर 10 नम्बर सम्मको सोलुसन पाउने हुनेछ भिडियो मन परेको छ लाइक गर्नु होला र सेल्फ हेल्प च्यानलमा गएर तपाई त्यहाँ पुरै भिडियो हेर्नु होला क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 10 सम्म ओके बाइ बाइ